Hey guys, welcome back to my channel. आज चाहिँ हामी घुम्नको लागि रोड ट्रिपमा जान लाग्छौँ 1.5 hour माउन्ट एलेक्जेन्डरमा अनि हामी चाहिँ अहिले हाफ वे थ्रु आइसक्यौँ अनि मेरो चाहिँ आज कलेज थियो अनि कलेज सकिने बित्तिकै त्यही महेशले पिक गर्नुभयो कलेजबाट अनि कलेजबाट हामी डाइरेक्ट आयौँ अनि आइसकेपछि अब हामीले के गर्छौँ अनि देखाउँछु है त। हामीलाई चाहिँ यो दालमोट एकदमै मिठो लाग्छ कि हामीले इन्द्रेणीबाट किनेको हो एउटा डब्बा लिटरली एउटा डब्बा उठाएर ल्याछौँ यो ल्याछौँ एउटा चाउचाउ ल्याछौँ चटपटे बनाउनु भनेको तर चटपटे चाहिँ बनाउँदैनौँ। रोड इज स्केरी गाइस। घन्टा ठाउँमा आयौँ हामी लुकआउट भनेर। कहाँ छ लुकआउट? केही पनि छैन त। दाउरा कति धेरै दाउरा लगेर आगो बालेर खानुपर्छ जस्तो। गाइस अस्ट्रेलियामा के छ भन्नुहुन्छ नि केही पनि छैन, लिटरली केही पनि छैन। यस्तो खाडी हेर्न आएको रहेछौँ हामी। नेपालमै छ ग्रिनरी, जे छ नेपालमा छ। त्यस्तो राम्रो सिनहरू नेपालमा हेरेको भएर होला सायद, मनाङ मुस्ताङ गएर यताउता सबैतिर हेरेको भएर होला, तर यहाँ केही पनि राम्रै लाग्दैन, केही पनि राम्रो लाग्दैन। अनि अघि गएको ठाउँ चाहिँ मलाई खासै मन चाहिँ परेन, किनभने चाहिँ मलाई अलिक त्यस्तो खालको ठाउँ मन पर्दैन, मलाई अलिक ग्रिनरी खालको टाइम मनपर्छ। अनि अब चाहिँ हामी एयरक्राफ्ट भ्युइङ स्पट समथिङमा जान लागेको छौँ अनि त्यहाँ गइसकेपछि चाहिँ हामीले एयरप्लेनहरू हेर्छौँ। म यहाँ अस्ट्रेलियाको पनि लगभग 2 वर्ष पुगिसकेको छ। कति 2 वर्ष गयो थाहै छैन। अब महेश आउनुभएको चाहिँ कति वर्ष हुन्छ? नियरली 3 वर्ष पुग्न लागिसक्यो। यति चाँडो अब छिट्टै नेपाल जाने भनेको कहिले हो जान मन लागिसक्यो। दसैँ तिहार आउन लागिसक्यो। बिदै मिल्दैन, मेन कुरा त छुट्टी नै हुँदैन कामबाट पनि, प्लस युनिहरू पनि त्यही टाइममा ब्रेकै हुँदैन अनि अहिले जानको लागि त्यही भएर अलिक गाह्रै छ। त्यो ठाउँमा हामीले खाना लाग्छौँ आइसक्रिम। हामी प्लेन हेर्न आएको तर हामीलाई चाहिँ कस्तो नेपालको याद आयो, कहिले घर जाने भयो। इन्टरनेसनल प्लेनहरू पनि आइरहेको छ। तपाईँलाई घर जानु मन छ कि छैन? कहिले जाने त? होइन, मेरो पढाइ सकेपछि जाने हो। अब मैले चाहिँ रेनबो आइसक्रिम किनेको, पछाडिको भ्यू इज लुकिङ गुड। अब एउटा भर्जिनको एयरलाइन आउँदैछ, त्यसपछि एयर इन्डियाको चाहिँ 13 minutes पछि छ अनि यो चाहिँ क्लोज त्यही निमा छ क्या ल्यान्ड हुने चाहिँ। त्यही भएर हामीले प्लेन हेर्न आएको। अरू सबै ठिक छ। अब होपफुल्ली छिट्टै नै नेपाल जान्छौँ। यहाँ गर्नुपर्ने धेरै कुरा छ, सकाउनु पर्ने धेरै कुरा छ। त्यो सकाइसकेपछि मेबी नेक्स्ट इयर, होपफुल्ली नेक्स्ट इयर नि। यति धेरै मान्छे छन् प्लेन हेर्न आएको। ट्राइपोड छैन मेरो फर्स्ट अफ अल।
ट्राइपोडको किन्ने बेला परेछ अलि मजा छोपिदिइराख्नु भयो ट्राइपोड अनि राम्रो क्यामेरा किनभने चाहिँ यो मैले भ्लगिङहरू चाहिँ अहिले फ्रन्ट क्यामेराहरूबाटै बनाइरहेको छु कि अनि फ्रन्ट क्यामेराबाट खासै राम्रो चाहिँ आउँदैन त्यही पनि काम चलाऊ भ्लगिङ अनि मेरो मम्मी र मेरो बुवालाई चाहिँ मैले भ्लगिङ गराएको एकदमै मनपर्छ हेरिराख्नुहुन्छ कि कन्सटेन्टली हेरेको हेरेँ अनि अस्ति नै मैले एडलेट 1 र एडलेट 2 भ्लग पार्ट 1 भनेर हालेको थिएँ नि त अनि कन्टिन्युसली हेरेको दिनमा 4-5 चोटि 6-7 चाहिँ हेरेको गर्ने क्या त्यही भएर फर माई मम्मी फर माई बुवा उहाँहरूलाई पनि हेर्नुहुन्छ मेरो न्यास्ट्रो नलागोस् मैले यहाँ के गर्दैछु भनेर चाहिँ म लाइभ अपडेट दिँदै गर्छु मेरो ट्राइपोड इज महेश खत्री अब चाहिँ ढिलो पनि भयो हामी जान्छौँ ट्रेन आउँदैछ यहाँदेखि चाहिँ म आजको भ्लग चाहिँ यही भनेर एन्डिङ गर्न चाहन्छु अब छिटै भेट्नुपर्छ हामीहरू छिटै नयाँ भ्लगहरू ल्याउँदै गर्छु अनि मेरो मम्मी बुवाले यस्तै डेली हेर्नु होला ल मम्मी बुवा आई मिस यु भेरी मच